हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। अनि आज छुट्टीको दिन सन्डे अनि म पनि अब निस्किसकेँ रेडी भएर। आज चाहिँ बहिनी र म हामी भोजपुर राइनी र ताप्लेजुङ्गे लिम्बुनी हामी चाहिँ अब निस्क्यौँ है। अब हामी चाहिँ आज चाहिँ दुईजना है हामी हाइकिङ जाँदैछौँ होइन। अनि कुन हाइकिङ गएको बहिनी भन्दै त हामी मुङपिङ 360 म चाहिँ कहिले गएको छुइनँ, आज फर्स्टचोटि हो। त्यही भएर गाइज लाग्यो तपाईँहरूलाई म यस्तो राम्रो राम्रो भ्युजहरू देखाउँदै जानेछु। ओह साथीहरू यत्रो एउटा रोटी पकायौँ हामी दुईजनाले, बल्ल बल्ल तुङचुङमै आइपुगेछौँ हामी। कहिले पुग्ने होला है हामी, कहिले पुग्ने बहिनी? आमामा एक राउन्ड घुमेर आइपुगेको बल्ल बल्ल यहाँ आइपुग्यौँ। कहाँ आइपुग्यौँ भनेको त तुङचुङकै फेदमै आइपुगेछौँ घुमी। तर आज जे होस् वेदर चाहिँ सो गुड है। आज एकदम रमाइलो दिन छ, एकदम हावा पनि छ, पानी पनि छ, घाम पनि छ है। आज चाहिँ सबै छ आज चाहिँ। त्यही भएर हामी चाहिँ एकदम वेदरको लागि चाहिँ खुसी छौँ, हामी एक्साइटेड पनि छौँ। किनभने म चाहिँ फर्स्टचोटि हो अनि फर्स्टचोटि नै हो नि, तर यो बाटो चाहिँ हिँडिरहेको हाइकिङ चाहिँ फर्स्टचोटि हो। अब थाहा छैन हामीलाई चाहिँ दुवैजनालाई हाइकिङ चाहिँ मन नपर्ने हो, तर दुईजनाको सोच दिएपछि चिताएपछि बितायो हो नि त। हामी राइलिम्बू पऱ्यो नि त, त्यही हो। त्यही भएर चाहिँ एकपल्ट चिताएपछि चाहिँ बिताउने बानी नै छ होइन। ल हामी चाहिँ अब लाग्दैछौँ। बाटै छैन अगाडि ल बाटो छैन आज, कता कता पुगिने हो आज। हामी हराउनु त हराउँदैनौँ नि ल अब हामी बाटो खोज्दैछौँ है साथीहरू, कता कता आइपुग्यौँ थाहा छैन। हामी चाहिँ बाटोमा हिँड्दा हिँड्दै यस्तो दामी यो के को बोट हो नि, यो यस्तो दामी है। यो दानाहरू के हो, सुपारी त होइन होला साथी हो? तपाईँहरू चिन्नुहुन्छ यो के को बोट हो, यो के को दाना हो? तपाईँहरूलाई थाहा छ भने कमेन्ट हाल्नु होला यहाँनिर। आहा कस्तो राम्रो पानी पर्यो, असिना झरो दाइको रुमाल भाउजूलाई मन पर्यो। ल पानी पर्यो, हामी चाहिँ अब घाममा पनि पानीमा पनि हावामा पनि हामी भिडियो बनाउने चाहिँ छोड्ने छैनौँ। बिग बुद्धकोमा हेर्नुहोस् साथीहरू कस्तो राम्रो केबल कार यहाँनिर सरर केबल कार जाँदैछ। वाउ सो नाइस भ्यू, सो नाइस। हामी चाहिँ एकछिन अब यहाँनिर ओट लागेको, किनभने पानी पऱ्यो नि त, खतरा पानी पऱ्यो। त्यही भएर हामी यहाँनिर एकछिन अब बिसायौँ हामी चाहिँ। साथीहरू कस्तो हराउँछौँ होला जस्तो फिल भइरहेको थियो, तर हराइँदैन रहेछ। लोकेसन चाहिँ यस्तो राम्रो है, यस्तोरी यहाँ हेरेर राखिदिएको रहेछ। हामी चाहिँ जे होस् लोकेसन हेर्दै भए पनि हामी चाहिँ पुग्ने रहेछौँ। हाम्रो भोजपुरे राइनी चाहिँ उहाँ पुगिसकेको छ है। म ताप्लेजुङ्गे चाहिँ यहाँनिर हो ठक्क भिडियोहरू बनाउँदैछु। ल साथीहरू हराइँदैन रहेछ, फाइनली हामी चाहिँ पुग्ने रहेछौँ। जसरी पनि लोकेसन हेर्दै भयो भने पुग्नु चाहिँ पुग्ने रहेछौँ। बाटोमा हिँड्दा हिँड्दै हो यो के हो साथीहरू, यो आँप हो कि के हो? म त झुक्यो त हो। यो के को दाना हो, यो आँप हो कि के हो? आँप जस्तो पनि छ, बैगुन जस्तो पनि छ, के होला यो साथीहरू? यो हेर्नुहोस् त यो के को हो? आँपमा त यस्तो फुल हुँदैन, बैगुनमा पनि यस्तो रुख त हुँदैन। के को बोट होला यो, के को फल होला यो साथीहरू? तपाईँहरूलाई थाहा छ भने भनिदिनुहोस्। हेलो म चाहिँ यहाँनिर है, हामी चाहिँ बाटो हराएर यहाँनिर आउँदै दिन सोध्दै उहाँ पनि तपाईँ के हो? म इन्डियन नेपाली हो नि। ए नेपाली रहेछ, म चाहिँ यहाँ सोध्छु क्या, इङ्ग्लिसबाट सोधेको त नेपाली हो अरे। ल नेपाली दाजु चितवनदेखि रहेछ उहाँ चाहिँ। हामी ठ्याक्क बाटोमा भेटिहाल्यौँ, हामी दुईजना थियौँ, चारजना भयौँ सर। ल अब झन् रमाइलो गर्दै जानुपर्छ है सबैजना। यो तपाईँको फ्रेन्ड? मेरो फ्रेन्ड हो। उहाँ चाहिँ हाम्रो दाजुको लभली फ्रेन्ड। हाई हेलो दाजु, ऊ चाहिँ कहाँको हो त? फिलिपिन? फिलिपिन। उहाँ चाहिँ फिलिपिन हाम्रो दाजुको गर्लफ्रेन्ड हो। गर्लफ्रेन्ड नमार्नु है हामीलाई। ल फाइनली साथीहरू हामी चाहिँ यो लोकेसन यहाँसम्म आइपुगेको छौँ टक्कसँगले। यहाँनिर यस्तो दामी, वाउ कस्तो राम्रो पुल क्या, नेपाल जस्तो है।
वाउ केबल कार ओ माई गॉड हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यूज वाउ सो नाइस वाउ 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 एकदम ब्युटिफुल भ्यूज है साथीहरू तपाईहरु बसमा चाहिँ नजानु होला सक्नुहुन्छ भने चाहिँ तपाईहरु पनि हामी जस्तै मन नपरे पनि हाइकिङ यसरी हिँडेर आउनु होला एकदम दामी छ यहाँ हेर्दै त बहिनी देखाइदियो यो हो नि नेचुरल हेर्नुहोस् नेचुरल भनेको नेचुरल हुन्छ फुलहरू घन्टी फुलहरू जङ्गलमा है यसरी नेपाली नाममा चाहिँ घन्टी फुल भन्छौँ हामी तपाईहरु के भन्नुहुन्छ सबैको आफ्नै होला नाम भन्ने सबै कुरा बाटो हेर्नु यस्तो छ है हामी चाहिँ जाँदैछौँ ल साथीहरू अब हामी लाग्यौँ जाँदैछ यस्तो दामी रहेछ बाटो पनि वाउ 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 वेलकम टु बन्दना मिनी ब्लग यो कस्तो राम्रो घर है नेपाल जस्तै लाग्यो यो घरहरू देख्दाखेरि त यस्तो केबल कारहरू माथि सरर गइरहेछ यस्तो यहाँ चाहिँ के हो यो पोखरी थियो होला नि माछा पोखरी बनाउनु चाहिँ खोजेको होला नि माछा पोखरी बनाउनु खोजेको होला यो लिचीको बोट पनि देख्छ खै लिचीको बोट खै उ त हो त्यो लिचीको बोट हो कुन त यो के को बोट हो यो तितिरी हैन ओ तितिरी जस्तो छ त यस्तो हुन्छ डल्लो हुन्छ तितिरी के हो त सानो सानो ए के हो यो बकेनाको बोट त यसो हुँदैन साथीहरू यो के को रुख हो त यो के को दाना होला हेर्दा चाहिँ लिची जस्तै हामी त पुरा बन्द बसको साथमा हिँड्छौँ नि साथी हो फेरि मछुरीको उड्यो पल्ला छेउ पठान मायाले काठो पारी बलि दुईटा मुटु एउटै पारिदेऊ हिँड्दै साथीहरू खै के भिलेज अरे यो तामता हो खै के हो तामता हो कि के भिलेज आइपुग्यौँ यहाँ बाटोमा हेर्नु न कटरको बोट वाउ कति धेरै कटर फलेको के यो केराको बोटहरू कति राम्रो अम्मामा खेती रहेछ हो कागतीहरू हेर कस्तो राम्रो कागतीहरू फलेको भेन्डीको बोटहरू पनि कति धेरै आम्मामा यहाँ हेर्नु न मलाई त नेपालको याद आयो साथीहरू पहिला हामी नेपालमा धरानमा हुँदाखेरि है सुँगुरलाई चारो काट्थ्यौँ क्या हामी यो मानेहरू यहाँ कति धेरै कत्रो कस्तो राम्रो हो आम्मामा नेपाल जस्तै फिल भयो यो बाटो त मलाई सेम नेपालै पुगेको जस्तो भयो मेवा पनि रहेछ यत्रो मेवा फलिरहेको रहेछ ओइ उयो फुलेको बोट चाहिँ के हो अफ साथीहरू बाटो हामी हरायौँ तर फेरि हामी यहाँनिर एक स्टेप अगाडि आइछौँ फेरि यहाँ सोधपुछ गरेर हामी फर्किसक्यौँ हामी अब राइट वे रेस्क्यु गर्न आउँदैछ हेलिकप्टर के अरे बहिनी रेस्क्यु गर्न आउँदैछ वी आर सो लकी गर्ल्स त्यसै पनि हामी यसरी लकी नै हो होइन हामीलाई मौसमले हरेक कुराले साथ दिन्छ कि हरेक कुरा भनेपछि बुझ्नुहोस् न मिलाएर साथीहरू हामी फर्कियौँ अब हामी यहाँदेखि माथि हेऱ्यो भने चाहिँ यता होला नि एक स्टेप अगाडि आइछौँ नि त ल साथीहरू यस्तै छ जिन्दगानी दर्पण छाया होइन हराउँदै लड्दै पढ्दै भए पनि आज हामी चाहिँ यहाँ हो पुग्ने नि हो बाटो चाहिँ यो होला इ हो यो हो बाटो जाँदैछौँ बिग बुद्ध हाइकिङ दुईजना साथीहरू एउटा कुरा भन्नै बिर्सेछु मेहनतको फल चाहिँ धेरै निकै नै मिठो हुन्छ त्यही भएर हामी चाहिँ मेहनत गर्ने मान्छे पऱ्यौँ कि हामी हिम्मत चाहिँ हार्दिनौँ जसरी पनि पुगेर छाड्छौँ बिजुली भएर हात भएर सास भएर ड्युटी भएर हामी छुट्टी भएर
स्टार्ट अफ 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 गर्मीले मरिन्छ होला तर पनि अब हामी लागिन साथीहरू चढ्दैछु माउन्टेन साइड हामी चढीमा अब साथीहरू कस्तो गलियो अम्मम्म हौ यस्तो नाक जस्तो ठाडो 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 रहेछ बाटो पनि ओ माई गड त्यही पनि हामी चढ्दैछौँ यस्तो बाटो यस्तो छ यहाँनिर हो मामे वाउ सो नाइस भ्यू सो नाइस सो ब्युटिफुल कस्तो लाग्दैछ बहिनी यो त के हो यस्तो वाउ सो ब्युटिफुल यता हेर यस्तो दामी वाउ यता हेर भने बाउ के गर्ने होला है मर्यो 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 साथी हो लास्टै थाक्यो मम्मा नाक जस्तो टुप्पो उकालो रहेछ सिँढी त्यही माथि सास बढेर मर्यो साथीहरू हामी यस्तो मुनिबाट आएको बाटो यस्तो छ है यो चाहिँ हाम्रो के अरे बहिनी फर्स्ट एडभेन्चर अरे ल मेरो पनि फर्स्ट यसको पनि फर्स्ट हामी दुवैजनाको फर्स्ट यस्तो बाटो साथीहरू के गर्ने होला फर्स्ट टाइम पसिना आएको यति साह्रो चाहिँ सिउदेखि पुच्छरसम्म पसिना आएछ र मेरो बहिनीको ल त्यही भएर यहाँनिर एकछिन हावा खुवाउनु राखिदिएको बहिनीले वाउ सो नाइस विन्डी कस्तो मिठो हावा आयो है हामी चाहिँ मुनिबाट चढ्दा थाकेर हामी चाहिँ यहाँ एकछिन 2 मिनट बसेको रेस्ट गरेको हावा पनि आइरहेको छ साथसाथै पानी पनि परिरहेको छ घाम पनि लागिरहेको छ है हामीलाई चाहिँ तीनैवटा आज घाम पानी हावा तीनैवटाले साथ दिइरहेको छ आजको दिन चाहिँ त्यही भएर बहिनी भनिदेऊ अब म के भन्नु म त गलेर यहाँ अडस लागेर हामी दुवैजनाको फर्स्ट एडभेन्चरै टुडे हाम्रो चाहिँ फर्स्ट एक्सपिरियन्स हो हाइकिङ हामी फर्स्टचोटि आएको त्यही भएर यस्तो बाटो पनि कटेर आएको छौँ हामी यहाँ हेर्नुहोस् हामीले एकपल्ट चिताएपछि चाहिँ बिताउने बानी छ लैल यहाँ हेर्नुहोस् यस्तो सुट बुट कसेर आएको छौँ अनि कहाँ नि है ल साथीहरू हेर्दै गर्नु होला मेरो मिनी ब्लग अब हामी फेरि बाटो लाग्नै छौँ यहाँ हेर्नुहोस् ल अघि सुरुमा हावा चढेको त पानी परेको त अब घाम पनि लाग्यो होइन भनेपछि हेर्नुहोस् लकी गाइस यहाँ हेर्नुहोस् बहिनी साथीहरू मेरो साथीको हालत हिँड्नु नसकेर यस्तो भइरहेछ है ल एउटा नाकको डाडी कट्यौँ अब फेरि अर्को नाकको डाडी कट्नलाई हामी तर्खर भएर पाइला सार्दैछौँ अघि यस्तो छ हालत यस्तो राम्रो फुलहरू पनि यहाँनिर है एकदम यहाँ हेर्नुहोस् न यस्तो राम्रो फुलहरू फुलिरहेको छ ओ माई गॉड बाटो देखेर सातो पुत्लो ह्याङ भइरहेछन् न के गर्नु तर वी आर फिलिङ सो ह्याप्पी जस्तो भए पनि जे भए पनि हामी चाहिँ रमाउँदै नै जानेछौँ ल गलिस बहिनी साथीहरू एकदम गलियो हो एकदम गलियो यस्तो माथि चढ्दा म चाहिँ यहाँ एकछिन माथि चढिसकेर हो यहाँ एकछिन स्ट्यान्ड लगाएर अब एकछिन यहाँनिर कफीहरू पिउन छौँ खाजाहरू यसो के खानेछौँ कता हरायो मेरो साथी त दूरसम्म देखिँदैन कहाँ हरायो मेरो साथी त देखियो नजारा मेरो साथीको नजारा देखिँदैछ दूर बल्ल ओ पर आउँदैछु बल्ल आइपुग्यो मेरो मायालु साथीहरू फाइनली हामी चाहिँ यहाँनिर आइपुगेको छौँ आधी बाटो लगभग आइपुग्यौँ होला है आधी बाटो चाहिँ आइपुग्यौँ होला अनि एकदम थक्यौँ है हामी यस्तो नाकभन्दा चुच्चो यस्तो उकालो चढ्दा थाकेर हामी चाहिँ स्ट्यान्ड लगाएर दुईजना हो अब टक्कसँगले कफी पिउने तातोमा गरमै म्याच गर्छ अरे नि त त्यही भएर कफी खान आँटेछौँ कफी साथीहरू आउनुहोस् है कफी खान आउनुहोस् ल भुल्नु तातोले मार्छ भनेको यही हो तातोले नै मार्छ अरे त्यही भएर धेर नहाल्नु थोरै तातो कफी छैन एक कप मात्रै लिएको छु
धेर नअट्दो रहेछ कि यसमा। थातो भयो थातो एलिजेले भने जस्तै थातो भयो भएछ। के गर्नु हिँड्दा हिँड्दा यहाँ मान्छेहरूको मुखको बोली नै फुस्किसकेको तातो भनेको थातो भन्दैछ थातो। ल साथीहरू हामी चाहिँ अब कफी पिउन लागेको छौँ है। आजको हाम्रो दिनहरू चाहिँ यस्तो रमाइलो यसरी रमाइलो भइरहेछ। ल बहिनी कफी चस। ल cheers, enjoy our day today. मिठो रहेछ है, कस्तो लाग्यो तँलाई? मिठो भयो। यो कफीको नाम के पो? क्यापुचिनो। यो कफी चाहिँ क्यापुचिनो। यहाँ स्ट्यान्ड लगाएको बेलामा यस्तो बाटोमा हो स्ट्यान्ड लगाउनु पनि नमिल्ने, उकालो ओह्रालोमा मोबाइलहरू पक्लक्कै झर्छ भन्ने पिर। यहाँ बसेको बेलामा स्ट्यान्ड पनि टक्क लागेको बेलामा खाइदिउँ न त भनेको। फेरि हाम्रो मायालुले नखाने अरे, यहाँ माथि खाने अरे, त्यही भएर यहाँ चाहिँ कफी चेयर्स मात्रै हुँदैछ है साथी हो। गफ गर्न हौ, यो त मोबाइलमा बिजी भयो अब हाम्रो चाहिँ यहाँनिर। साथीहरू हेर्दै गर्नु होला। यो अब हाम्रो कफी खाइसकेपछि हामी फेरि बाटो लाग्नेछौँ। त्यसपछिबाट फेरि कहाँ माथि अर्को नाक जस्तो चुचो टुप्प कटेर फेरि हामी त्यहाँनिर खानेकुरा चटपटे खानेछ। चटपटे हामी नेपाली चाहिँ जहीँ भए पनि जहीँ गए पनि चटपटे बेस्ट। एमर्जेन्सी मेसेज आएर कुरा गर्दैछु हो। एमर्जेन्सी मेसेज आयो कसको? सुटुक्क भनिदिउँ ज्वाइँ साहबको होला नि त। ज्वाइँ साहबको मार्छ है मलाई, मार्छ। होइन बहिनीको। ए बहिनीको अरे। बाटोमै बस्यो अनि यहाँ मान्छे आउनु भयो नि त। अब बाटो छोडिदिउँ मलाई कति मान्छेहरू चाहिँ गएर पनि फर्किसक्यो। हामी चाहिँ भर्खर यहाँ आधी बाटो पनि आइपुगेको छैनौँ। यस्तो छ हालत। ल साथीहरू हामी चाहिँ अब कफी सफी टक्कसँगले पियौँ। कफी पिएर हामी चाहिँ बाटो लाग्यौँ नि। ओइ यता हेर कसो देखिँदैछ यसबाट स्ट्यान्डबाट? दामी देखिरहेछ। अब हामी फेरि त्यो नाक जस्तो ठाडो परेको भडेङ चढ्दैछौँ। हामी सिँढी चढ्दैछौँ। ल गाइजहरू तपाईँहरू पनि हामी सँगसँगै इन्जोय गर्नुहोस् होला। यहाँ हेर्नुहोस् अघि हामी त्यो परै पुल तरेर आएको। हामी अघि यो पुल तरेर आएको हेर्नुहोस्। यो पुल तरेर आएको त्यहाँदेखि अहिले हामी यहाँ आइपुगिसकेको छौँ। यस्तो नाक जस्तो ठाडो बाटो छ। चढ्दा चढ्दा नन स्टप है। अहिले चाहिँ मलाई मेरो साथीले हो टप हो माथि पुगिसक्यो। म चाहिँ तल फेदमै छु साथी हो, जाँदैछु। यस्तो हिँड्दा 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 सास बढ्यो। आमा हिँड्दा हिँड्दा सासै बढ्यो। कहिले पुग्ने होला यार। आज हावा नचलेको भए त, पानी नपरेको भए त बेहोस हुने रहेछ, बेहोस। हो माथिबाट चिच्याउँदैछ एउटा ऊ माथि पुगेर ऊ। यस्तो चुचो यस्तो ठाडो बाटो। हो माइ गड, कति हेरे पनि नगाउने। कति राम्रो, यस्तो कति राम्रो भ्यू, कति राम्रो। हेर्नुहोस् न यति राम्रो। वाउ, यो चाहिँ तुङचुङ होला। यहाँबाट देखेको सबै तुङचुङ। यो चाहिँ एयरपोर्ट हो साथीहरू। यहाँ हेर्नु सक्नुहुन्छ। यो परको यो चाहिँ एयरपोर्ट हो है। यो चाहिँ एयरपोर्ट हो। अनि यो चाहिँ हामीले बिल्डिङहरू, हामीले काम गर्ने बिल्डिङहरू चाहिँ यिनीहरू नै है साथीहरू। हेर्नु सक्नुहुन्छ है यहाँ भएको बिल्डिङहरू। हामीले काम गर्ने ठाउँ बिल्डिङहरू चाहिँ यिनीहरू नै हो। हामी यहीँ बस्छौँ, हाम्रो कामहरू पनि यहीँ गर्छौँ। साथीहरू फाइनली हामी चाहिँ है आइपुग्यौँ माथि बिग बुद्ध डाँडा आइपुग्यौँ। अनि यहाँ मेरो साथी हेर्नु सक्नुहुन्छ यस्तो हालत भएको छ। घाम पानी हावासँग बाध्दै जुध्दै हामी फाइनली हाम्रो मन्जिल आइपुगेको छौँ। हामीलाई या गरेर देखायौँ। अनि भनिदेऊ बहिनी,
भन्दै कस्तो लाग्यो थाकेको हालत के गर्नु यस्तो छ हालत लामो सास फेरि पनि आइपुगेर केबल कारहरू है यस्तो दामी जाँदैछ आउँदैछ अति भएछ दार्जिलिङलाई अति भएछ जुत्ता सुत्ता खोलेर हो आमामा अति भयो लास्टै भयो है फर्स्ट एन्ड लास्ट अरे ल साँच्चै नै फर्स्ट एन्ड लास्टै होला साथीहरू मैले त यार सक्यो आइपुग्यौँ भनेको त आमामा अझै अप एन्ड डाउन स्टिल रहेछ बाटो त यार तो है उकालो चढ्दा त तिर्खा लागेर आमामा पानी जस्तै पिरहेछ क्या यहाँ हाम्रो दोस्तानाले कस्तो लागेको त फ्रुटीको स्वाद गुलियो तितो अमिलो गुलियोले त झन् गुलियोले त एनर्जी दिन्छ नि त होइन अलवेज फ्रुटी के अरे फेरि भन्नु त नाम के अरे कान्छी अलवेज फ्रुटी ल साथीहरू अब हामी उकालो चढ्दा अब पालो छ ओह्रालो अब हामी वी आर रेडी टु गोइङ टु डाउन यस्तो छ हेर्नुहोस् है ओह्रालो सिडी अब यहाँदेखि हामी झर्ने छौँ हामी पुग्यौँ होला भनेर मक्क परेको त माई गड अझै ओह्रालो रहेछ अनि यो ओह्रालो पछि अझै उकालो छ अरे त्यो डाँडामा पुग्नु पर्ने थ्याङ्क यू सो मच आजको वेदरको लागि चाहिँ प्रभु धन्यवाद तपाईँलाई यति मिठो वेदर दिनुभएकोमा अब हामी ओह्रालोतिर लाग्यौँ साथीहरू साथी हो लु हेर्नुहोस् यस्तो स्टेप है यस्तो राम्रो यो काठको काठको यस्तो बनाएको रहेछ काठको ब्रिज बनाएको रहेछ स्टेप है यहाँदेखि अब हामी झर्दैछौँ यहाँदेखि कति ओह्रालो झर्नु पर्ने अरे यहाँदेखि अझै ओह्रालो गएर फेरि नाक जस्तो टुप्पो झर्नु पर्ने अरे हेर्नु न भर्डिङहरू पनि यस्तो डेन्जर छ है ल साथीहरू तपाईँहरूलाई म यस्तो राम्रो ब्युटिफुल बाटोहरू म देखाउँदै जानेछु तपाईँहरूले प्लिज हेर्दै जानु होला मेरो मिनी ब्लगलाई ल साथीहरू अब हामी चाहिँ खाजाको व्यवस्था गर्नलाई अब हामी चटपटे पार्टी हामी सुरु गर्दैछौँ चटपटे खानलाई अब हामी फाइनली पुग्नै लाग्यौँ सर्न लाग्यौँ अब चटपटे खाने त्यसको फेरि बाटो लाग्ने यो चाहिँ वाइ नेपाली चाउचाउ वाइ यो के हो साथीहरू थाहा छ लिची कोका कोला हरियो मटर चना मटर चटपटे कागती हामी यस्तो प्रिपेयर हो यस्तो दुःख गरेर यसरी तिमीलाई धन्यवाद ल अगाएपछि मात्रै म सबै थोक भन्छु अहिले चाहिँ लास्टै हङ्ग्री के अहिले चाहिँ लास्टै भोक लागेको अवस्था त्यही भएर बिच रास्तामै हामी एउटा मात्रै हाल्नु होला है ए नै म त खाने टन्न म त भोकले मर्नु आँटेको छु पुग्यो भने खाँदै हिँड्नु पनि हुन्छ नि चम्ची लिएको छु त कान्छी त म चम्चीले खाउँ है खाँदा चाहिँ ल हेर्नुहोस् है हामी यहाँ चटपटे बनाउँदैछौँ यसको पनि हाल्नु त मलाई त एउटा मात्रै पन्जा दिन्छ नि कान्छी तपाईँ म मोल्छु नि त त्यही भएर दुईजना भन्नु कि एकजनाले मात्रै मोल्दा हुन्छ नि त हातले जान्छ दुई हातले गम खानुहुन्छ एक हातले खानुहुन्न हल्का दिमाग भी लगाइए न साथीहरू भनिदिनुहोस् न दिमागै छैन मेरो दिमाग छैन साथीहरू साह्रो गाह्रो छ दिमाग नहुनु पनि के खानु हो दिमाग बढ्नुको लागि ला छाता लगाएको त हौ
हामीहरूलाई चाहिँ के जहीँ गए पनि जे गरे पनि चटपटे चाहिने के। तपाईँहरू चाहिँ कहीँ जानुभयो भने चटपटे पार्टी गर्नुहुन्छ कि हुन्न? हामी चाहिँ एकदम गर्छौँ है, जहीँ पुगे पनि जे गरे पनि चटपटे पार्टी चाहिँ हाम्रो चाहिँ हुन्छ नै। नेपालीको पहिचान नै चटपटे। ठ्याक्क चस्मा पनि कस्तो मजाले झर्दिएको क्या फेरि आमामा हाइट धेर नहाले फेरि चप 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 पनि ठिक्कले हाल्नु। हामी चाहिँ साथीहरू बाटोमा बसेको कारणले अलिकति डिस्टर्ब भयो होला हौ। ल साथीहरू, हाम्रो चटपटे चाहिँ रेडी भइसकेको छ। अब हामी चाहिँ खानालाई रेडी। चटपटे रेडी भइसकेको छ। अब हामी चटपटे खानु लागि गामी भन चटपटे कसो भयो? ओइ एकदम मिठो छ। बनाएको क्यामेरा टाढो चाहिँ अलिक ठुलो ठुलो बोल है, सुन्दैन। बनाएको कसले चाहिँ एकदम मिठो छ। कसले बनाएको अरे? चटपटेको स्वादै बेग्लै। के गर्नु साथी हो, चटपटे बिना बाँच्नु सकिँदैन होला हौ हामी त। एउटा भिडियो बनाउनु भनेको बनाउनु यस्तो गर्नु होइन। अनि तपाईँ चाहिँ यस्तो गर्दा यस्तो गर्नुहुन्छ नि, त्यो हेर्नु भएको छ? होस् अहिले भिडियोमा अर्को किनेर गर्नुपर्छ। ठक्क ठक्क गरौँ। अब खोल्नुपर्छ नि, टक्क चस गरेर टक्क खोल्यो नि खाने। खोलौँ न बन्द चेस गरेर खानुपर्छ अरे क्या। ल हाम्रो मिनी कोक, मिनी भ्लग पनि, मिनी कोक पनि। ल चियर्स है साथीहरू, आउनुहोस्। कोका कोला गर्मी महिनामा ठन्डा मिन्स कोका कोला पिउनुपर्छ। चिसो रहेछ नि। मिठो भएन? काजुमा धेरै लामो हुन्छ। ल साथीहरू, अब हामी चाहिँ चटपटेहरू खाइओरी अब हामी चाहिँ फेरि बाटो लाग्यौँ। 4 बजिसक्यो। कति बज्यो? 4 बजिसक्यो हो। कतिखेर पुग्ने हो हामी थाहा छैन। जाँदैछौँ, बाटो लाग्यौँ। यस्तो अलाङ टलाङले हामी भोलि पुग्छौँ। यस्तो अलाङ टलाङले भोलि चाहिँ होइन, हामी आजै नै पुग्छौँ। पुग्नु चाहिँ पुग्छौँ, तर अब एउटा डाँडा बाँकी छ। त डाँडा बाँकी छ। अब यो डाँडा बाँकी छ है, अब हामीले काट्नु। ल यहाँनिर चाहिँ अब यस्तो बाटो रहेछ, गुफा जस्तै बाटो। आया, अब हामी यहाँबाट जाँदैछौँ बिस्तारी बिस्तारी। त्यही त नि, तर शीतल भइरहेछ, मजा भइरहेछ। अब हामीलाई कसैले किडन्याप गर्यो भने के गर्ने होला है? हेल्प माग्दा पनि कसै आउँदैन होला हौ यहाँसम्म त। ओ माई गॉड, व्हाट इज दिस? साथीहरू हेर्नु सक्नुहुन्छ, बाटो चाहिँ यस्तो डेन्जर। हेर्नु न, जङ्गल घाडी, यस्तो गुफा जस्तो, कस्तो डर लाग्दो रहेछ। ल अब हामी गुफा जस्तो बाटोतिर लाग्दैछौँ, जाँदैछौँ। Oh my god, भाइसाब, I don't like this. I like this. के पो भन्नु यसले? ओ माई गॉड, मेरो साथीले यतो उकाली चाहिँ मन परेन अरे। यतो ओह्रालो मात्रै मन पर्छ हले हिँड्नु साथीहरू। तर के गर्नु, हाइकिङ भनेको चाहिँ उकालो पनि ओह्रालो पनि हिँड्नु पर्यो नि त होइन, दुईटै मन पर्नु पर्यो नि त। दैवले साँच्चै फेरि भेट होला। माई फेभरेट सङ साथी हो। के भयो?
ल गीतको साथसाथै हामी पनि गीत सङ्गीतमा म्युजिकमा रमाउँदै उकालो चढ्दैछौँ साथी हो। वाउ, यहाँदेखि चाहिँ यस्तो राम्रो एयरपोर्ट देखिने रहेछ। हेर्नुहोस् त साथीहरू, प्लेन उडो 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 देख्दै हुनुहुन्छ तपाईँहरूले? प्लेन उडेको देख्दै हुनुहुन्छ नि। ए कहाँ पो हराइ गयो? यहाँनिर रहेछ, यहाँनिर रहेछ। गयो 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 गयो, कता गएको होला यो है? डाँडाकाँडो एयरपोर्ट, हङकङ इन्टरनेसनल एयरपोर्ट यो चाहिँ। उफ साथीहरू, लिचीको भारी बोक्दा बोक्दा मेरो बहिनी पनि ओभर गिटी ह्याङ भएछ। खाँदै लिची खाँदै हिँड्दैछौँ है, भारी भएर साथीहरू। हिँड्ने आइपुग्दिनँ त। कुहिएको पर्छ कान्छा। बाटोहरू चाहिँ यस्तो राम्रो, एकदम राम्रो राम्रो रहेछ। तर जस्तो हामीले अरूले भ्लग बनाएर हालेको हामी हेर्छौँ नि, त्यस्तै राम्रो, एकदम राम्रो रहेछ। तर एकदम साथीहरू एकदम गाह्रो है, गाह्रो। हामी बिहान सायद 11:30 बजी हिँडेको होला, 5:30 भइसक्यो। अहिलेसम्म हामी बाटोमै चाहिँ पुगेकै छैनौँ। सो गाइज, अब चाहिँ हामी फाइनली पुग्यौँ भन्दै 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 जाँदैछौँ। हालत पत्ली भइसक्यो दुईजनाको। यताको झन् पत्ली पत्ली यस्तो भइसक्यो हालत। र पनि पुग्यौँ अब भन्दै हिँड्नु छोडेको छैनौँ, हिँड्दैछौँ जाँदैछौँ। ल हामी फेरि यहाँनिर ठक्कसँगले रेस्ट गर्दैछौँ। यहाँनिर एकछिन आराम। लिचीले चाहिँ साह्रै राम्रो काम कायदा गरेको छ है, एकदम पानीको टेस्ट मेटाएको छ है लिचीले चाहिँ एकदम पानीको काम गरेको छ। आज सक्यो लिची अनि वाटरमेलन मेरो फेभरेट। यति पनि मलाई कहिले नाइ भन्दिनँ साथीहरू। कोही मलाई फकाउनु मन छ भने चाहिँ लिचीले वाटरमेलन बोकेर आउँदा हुन्छ। ल है साथीहरू, ल एकदम इजी अनि सजिलो। कोही हुनुहुन्छ सस्तो पनि अरे फकाउने कोही छ भनेदेखि लिची र वाटरमेलन बोकेर आउनु पर्यो। एकदम मेरो मायालु चाहिँ एकदम रेडी छ है तपाईँहरूसँग जाने। ल ल मौकाको फाइदा उठाइहाल्नुहोस् मेरो साथीहरू। अघि नाक जस्तो उकालो चढेको, अब यो नाक जस्तै ओह्रालो झर्नु पर्ने। हेर्नुहोस् न बाटो बियोस्। हामी त पर कस्तो राम्रो सनसेट लागेको, तर बादल आएर छेकिदिइहाल्यो। खोलियो खोलियो खोलियो, वाउ कस्तो राम्रो। गाजलुले आँखै छोप्दा के राम्री मेरी मायालु, बैसले झपकै बोलेकी हो, कसरी जाने होला यो बाटो। ल है साथीहरू, झरे अब म ओह्रालो झर्दैछु। के होला साथी, बल्ल बल्ल ओह्रालो झरेको, यो उकालो फेरि चढ्नु पर्ने। आमा आज त नि हौ मर्यो नि हौ। फर्स्ट एन्ड लास्ट हाइकिङ हुने भयो हाम्रो जिन्दगीमा। अब चाहिँ हामी हाइकिङ आउनेवाला छैनौँ। हेर्नुहोस् साथीहरू, बाटो देखेर विरक्त बियोस बियोस माथि टुप्पामा पुगिरहेछ मेरो साथी चाहिँ। अयो म चाहिँ फेदमै छु, कतिखेर चढ्नु म माथि। बियोस भए, यो उकालो देखेर म बियोस भयो साथी।
ऊ त्यहाँबाट यस्तो ओह्रालो झरेको अब फेरि यता यस्तो एक उकालो चढ्नु पर्ने उकालो ओह्रालो मटर सरर भन्ने गीत पो गाउनु मन लाग्यो त हौ। हेर्नुहोस् साथीहरू यो लेउ जस्तो लागेको छ नि यो पुरा काठमा। यहाँ चाहिँ पानी परेको बेलामा चाहिँ लास्टै चिप्लो हुँदो रहेछ। आज पानी परेको कारणले धेरै चिप्लो पनि छ, त्यही भएर हामी चाहिँ एकदम बी केयरफुल भएर हिँड्दैछौँ किनभने एकदम चिप्लो अबि लास्टै चिप्लो रहेछ यार। आमाइ हौ डर पो लाग्यो, चिप्लो रहेछ नि त नि। हैट ओइ कान्छी साह्रो चिप्लो रहेछ है, सम्हालेर आइज। बिहानै 11:30 बजीदेखि हिँडेको ठक्कै 6 बज्नुलाई कति मिनट छ? 10 मिनट होला है 6 बज्नुलाई। 6 बज्नुलाई 10 मिनट बाँकी छ। एकदम रमाइलो गऱ्यौँ, एकदम इन्जोय गऱ्यौँ। वाउ आजको दिनको लागि चाहिँ आम्मामा साथीहरू हेर्नुहोस् त यस्तो डेन्जर पानी पर्यो, यस्तो डेन्जर पानी पर्यो, खतरा पानी पर्यो। के हो यस्तो डेन्जर? सासै फेर्न सकेन, धुवा धुवा के भएको यस्तो गाइज? ओ माई गॉड। हैट ल साथीहरू हामी नेपालमा हुँदाखेरि चाहिँ धरानैको बजारैमा माया बस्छु एकेर। तर आज हामी चाहिँ कुन गीत गाउनेछौँ भन्दै त? बिग बुद्धाको डाँडैमा सरर चिसो हावैमा माया सरर माया सरर। आमामामा के हो यस्तो? घाम पनि डुबो, यस्तो डेन्जर भइरहेछ हिँड्दा हिँड्दै घाम पनि डुबो। साथीहरू यहाँ हेर्नुहोस् न मकाउको ब्रिज यस्तो हुन्छ। मकाउको ब्रिज चाहिँ यो है, यस्तो दामी हो यो ब्रिज। यहाँदेखि सट्ट गएपछि परको यो टाकुरा, यहाँ भित्र छिरेपछि चाहिँ मकाउ। ल साथीहरू हामी अब चाहिँ फाइनली अब चाहिँ लास्ट फाइनल हो यो, सक्यो आइपुग्यौँ है। भन्दै कति 12 बजीदेखिको कति बजी आइपुग्यौँ? ठ्याक्कै 7 बजी। 12 बजी हिँडेको टक्रक्क 7 बजी आइपुग्यौँ हामी, ठ्याक्कै 7 घन्टामा आइपुग्यौँ है साथीहरू। तर हामी एकदम रिल्याक्स भिडियो बनाउँदै फोटो खिच्दै खाँदै हामी एकदम रेस्ट गर्दै मजाले हामी आयौँ नि त। हामी त अत्तालेर कुदेर होइन, हामी एकदम रेस्ट गरी आयौँ है। त्यो चाहिँ फाइनली आइपुग्यौँ। ल अब चाहिँ लामोमा लामो, धेरै लामो सासहरू पनि फेर्यौँ। साथीहरू आइपुग्यौँ। अब यहाँदेखि फेरि कता हो? यता हो कि यता हो? कतातिर हो ल बाटो यो? ल साथीहरू हामी सँगसँगै आउनुहोस् होला तपाईँहरू पनि हेर्दै हेर्दै। ल अब हामी भित्र छिर्यौँ, जाँदैछौँ हो। यहाँ हेर्नुहोस् यस्तो दामी है, हेर्न बहिनी अगाडि। हामी जाँदैछौँ है अब चाहिँ फाइनली हामी आइपुग्यौँ। पानी हो सकेर घाँटी पनि सुक्यो क्या। अब बाटोभरि नाच्दै गाउँदै उफ्रिँदै आयौँ नि त, कराउँदै चिचाउँदै। त्यही भएर हेर्नुहोस् आइपुग्यौँ। यहाँ चाहिँ यस्तो छ, यस्तो भिलेज यस्तो दामी। ल साथीहरू बस गयो, एउटा भएको बस पनि गयो। प्लिज वेट कुद्दैछौँ हामी। ओ माई गॉड गयो यार। ल कतिखेर आउँछ होला अब बस? यस्तो भाग्दा पनि बस गयो नि। यस्तो कुद्दाखेरि पनि यार बसले रोकेन, छोडेर गयो। अब हामी चाहिँ फाइनली बिग बुद्धको बस स्ट्यान्डमा आइपुगेको छौँ। थाहा छैन अब बस पाउने हो कि नपाउने हो। 7:30 हुन आँटिसक्यो, कतिखेरसम्म बस आउँछ। अब बस आएन भने त ट्याक्सीमा जानुपर्ने अवस्था भयो। तिर्खा पनि लागेको छ साथीहरू। अनि यस्तै भयो। साँसेरा फाफा यस्तो कुद्दा पनि बसले कस्तो दया माया भन्ने नभएको, यस्तो हात हल्लाएर कुद्दा पनि रोकेन। के गर्नु?
ल साथीहरू के गर्ने होला बस पनि छुट्यो अब हामी ट्याक्सी स्ट्यान्डतिर लाग्यौँ ट्याक्सी स्ट्यान्डमा जाँदैछौँ ट्याक्सी पनि पाउने हो कि नपाउने हो हामी दुई बहिनी त अल्लामल्लामा पो पर्यौँ त माइ गड ट्याक्सी चाहिँ पाओस् है प्रभु ट्याक्सी चाहिँ पाओस् बा बोलाउनु पर्ने हो है तर अरू बेला त ट्याक्सीहरू पनि आयो ट्याक्सी स्ट्यान्ड कहाँ ऊ त्यहाँ जस्तो छ ट्याक्सी स्ट्यान्ड कोही आइहाल्छ कि ला के पो भयो हामी त बिजोग पो भयौँ कि क्या हो यस्तो रातिको भ्यू चाहिँ यहाँनिर यस्तो सबैजना यो चाहिँ बिग बुद्धको गेट अझै भित्र छ बिग बुद्धको चाहिँ माथि यहाँ छ साथीहरू फाइनली एउटा ट्याक्सी पायौँ है त्यो पनि सेयरमा हामी उहाँले लिनुभएको रहेछ है अनि सेयरमा हामी जाँदैछौँ अनि थ्याङ्क गड हामी त आठ तलेको थियौँ यार ट्याक्सी पनि छैन बस पनि छैन थ्याङ्क यू सो मच ल साथीहरू अब हामी चाहिँ सिटी गेट आइसकेको छौँ दुईजना है रमाइलो भयो आजको दिन चाहिँ होस् कस्तो भयो भन्दै तपाईँले चाहिँ रमाइलो भयो मजा आयो यहाँ धेरै भिड छ कि भिड भएको कारणले गर्दाखेरि अलिक बोलेको पनि सुनिँदैन होला है आजको दिन चाहिँ हाम्रो यस्तो रमाइलो भयो एकदम राम्रोसँगले बितायौँ आयो तपाईँहरू पनि राम्रोसँगले बित्यो होला अब हामी यहाँबाट छुट्नेछौँ अब ऊ जान्छ सिभिल क्रिस्टियन म जान्छु म जान्छु क्यारिबियन कोस्ट अनि हाम्रो आजको दिन चाहिँ एकदम रमाइलो भयो साथीहरू प्लिज मेरो गलेर एकदम खुट्टा चाहिँ हो छुनु भएको छैन अब भरे गएर भक्कु भिक्सले मालिस गर्नुपर्छ अनि सुतेर भोलि बिहान 5:30 देखि उठेर फेरि काममा जानुपर्छ त्यही भएर गएर खुट्टाको प्रिपेयर गर्नुपर्नेछ कामको लागि र त साथीहरू तपाईँहरूले प्लिज मेरो भ्लगलाई मेरो मिनी भ्लगलाई हेरिदिनुहोस् होला माया गरिदिनुहोस् होला अनि मलाई राम्रो राम्रो कमेन्ट गरेर सपोर्टहरू गरिदिनु होला तपाईँहरूलाई धन्यवाद थ्याङ्क यू सो मच अनि आजको मेरो यो हाइकिङको मिनी भ्लग चाहिँ म यहीँ टुङ्गाउन चाहन्छु आयो तपाईँहरूले मन पराइदिनुहुन्छ होला भन्ने धेरै आशा गरेको छु थ्याङ्क यू सो मच अनि बाई म बन्दना सुब्बा तपाईँहरूलाई धेरै माया मिस यू बाई 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 see you next my mini vlog okay thank you so much bye good night